नमस्कार झोले शुभ बिहानी मेरो मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ। हामी आज पनि धान गोड्दैछौँ। धान गोडेको लगभग आज ठ्याक्कै 1 हप्ता भइसक्यो। सुरु गर्ने दिन पनि बेसरी पानी परेको थियो। आज नि पानी परिरहेछ, सिमसिम पानी परिरहेछ। हामी फ्यामिली भएर गोड्दैछौँ। यति धेरै खेत गोडेर नै सकियो। तल्लो खण्ड पनि सकिसक्यौँ हामीले। अब यति बाँकी छ। धान गोड्दा गर्दा हेर्नु न साथीहरू, मेरो खुट्टा पाकेर कस्तो बिजोक भएको छ। नाच्नु ल, राम्रो त छैन। हात पनि यस्तो नराम्रो भएको छ कि धान गोड्दा खुट्टा कुहिएर नि सन्चो भयो। अब धान गोड्न पनि आज सकिन्छ, ठिक छ। के गर्नु है, अब छोरी भएको भए त मम्मी म सक्दिनँ, घरै बस्छु नि है भनेर हुन्थ्यो। अब बुहारी भएपछि गर्नै पर्यो। धान गोड्न भ्याउने बित्तिकै म कतै घुम्न जानेवाला छु। म हजुरहरूलाई देखाउने छु। मेरो अर्को भिडियोमा भेटौँला। बाई बाई, शुभ दिन।